स्कुलहरुमा भएको कम्प्युटर ल्याबमा भएका कम्प्युटरहरू रिपेयरको लागि म यहाँ आएको छु। यसमा चाहिँ एउटा कम्प्युटरबाट 10 वटा मोनिटर चल्ने गरीको हामीले यो सिस्टम जोडिरहेछौँ। यसमा चाहिँ हामीले एउटाबाट 6 वटा जोडिरहेका छौँ अहिले चाहिँ, र हाम्रो यो अझै विस्तारको क्रम जारी नै छ। अनि यो चाहिँ कसरी चल्छ त भन्ने खालको पहिला पनि मैले एउटा भिडियो हालिरहेको थिएँ। त्यति बेला कसरी चल्छ त एउटाबाट भन्ने खालको कुराहरू आइरहेको थियो। यो चाहिँ एउटा सिपियु हुन्छ, अनि त्यही सिपियुबाट सुरुको कम्प्युटर जोडिन्छ र त्यसमा विभिन्न सेटिङहरू मिलाएर केबल तारको माध्यमबाट यस्तो खालको स्विच हुन्छ, यसलाई स्विच भनिन्छ। त्यहाँ तारहरू धेरै हाल्न सकिन्छ। यसबाट एउटा तार त्यसमा लाने र त्यसबाट धेरै डिभाइड गरेर अरू कम्प्युटरमा ल्याएर जोड्ने। त्यसरी चाहिँ कम्प्युटरहरू चल्छन्। त्यसमा पनि प्रत्येक कम्प्युटरको पछाडिपट्टि एउटा क्लाइन्ट डिभाइस लगाएको हुन्छ। त्यो स्विचबाट आएको केबललाई चाहिँ क्लाइन्ट डिभाइसमा जोडिन्छ। क्लाइन्ट डिभाइसमा माउस, किबोर्ड, भिजिए जोड्ने ठाउँ हुन्छ र त्यही क्लाइन्ट डिभाइसको माध्यमबाट कम्प्युटरहरू चल्ने गर्छ। प्रत्येक कम्प्युटरको पछाडि क्लाइन्ट डिभाइस जोडिएको हुन्छ। यसरी सानो बट्टा छ, यो बट्टामा तारहरू मिलाएर जोडिएको छ। यही अनुसार हामीले कम्प्युटरहरू जोड्ने कार्य गरिरहेका छौँ। एउटा सिपियुबाट त्यो मास्टर सिपियु छ, मास्टर कम्प्युटर, मुख्य कम्प्युटर, र मुख्य कम्प्युटरबाट अरू सहायक 5 वटा कम्प्युटर मोनिटरहरू जोडिएको छ। त्यस्तै अर्कोपट्टिबाट पनि मुख्य कम्प्युटर यहाँ राखिएको छ। यो मुख्य कम्प्युटरबाट यो मुख्य मोनिटर हो र त्यसबाट अरू 3टा यतापट्टि जोडिएको छ। योसम्म अरू 3टा जोडिएको छ भने त्यस्तै गरी यतापट्टि अरू 2टा मोनिटर जोडेर 5 वटा गरेर एउटाबाट 6 वटा र अर्कोबाट 6 वटा गरेर 12 वटा जोडिएको छ। यसै गरी 12 वटाबाट हामी अझै एक दुईवटा थप्ने र अलिक विद्यार्थीहरूलाई, धेरैजना विद्यार्थीलाई एकैचोटि वरिपरि राखेर कम्प्युटर सिकाउने कार्य गर्न लागिराख्नु भएको छ सरहरूले, र विद्यार्थीहरूले पनि यसबाट कम्प्युटर सूचना प्रविधि सम्बन्धी जानकारीहरू हासिल गर्नेछन्। र हाम्रो चाहिँ ल्याब अहिले यस्तो खालको रहेको छ। त्यहाँबाट गन्दै जाँदा एउटा, यसले 2टा, 3टा, 4 वटा, त्यस्तै 5 वटा र यो 6 वटा एकपट्टि, 7 वटा, 8 वटा, 9 वटा, यो त्यसले 10 वटा, यतापट्टि 11 वटा र यो एउटाले 12 वटा अहिले जोडिएको छ। र यहाँ खाली ठाउँमा अझै पनि थप्ने कार्यहरू भइरहेको छ। यसरी वरिपरि ल्याब बनाएर राख्दाखेरि विद्यार्थीहरूलाई पनि सिक्न सजिलो हुनेछ। र त्यसै गरी यही रुममा स्मार्ट बोर्ड पनि रहेको छ। स्मार्ट बोर्डमा कम्प्युटर चलाउने, त्यसमै लेख्ने, त्यसमै बोर्डको काम गर्ने रहेको छ। अनि यतापट्टि विद्यार्थीहरू बस्ने र कम्प्युटर सिक्ने। त्यस्तै उतापट्टि चाहिँ स्मार्ट बोर्ड हुँदाखेरि सरहरूले यतापट्टि अगाडिबाट सिकाएर यता विद्यार्थीहरूले यतापट्टिबाट बसेर हेर्दै आफ्नो कार्य गर्दै गर्दाखेरि विद्यार्थीहरूलाई पनि सहज हुनेछ र शिक्षकले पनि प्रत्येकमा आइपुग्नु पर्दैन। शिक्षकले परैबाट देखाउनुहुन्छ र विद्यार्थीहरूले आफ्नो आफ्नो कम्प्युटरमा बसेर
आफ्नो आफ्नो कार्य गर्नेछन्। त्यसो हुँदा सबै विद्यार्थीलाई पनि सहज भयो र शिक्षकहरूलाई पनि सहज भयो। यसलाई भनिन्छ विज्ञान र प्रविधि। यो अहिले नयाँ टेक्नोलोजी आएको छ। यसै गरी स्मार्ट बोर्डमा देखाएर पढाउने र यतापट्टि विद्यार्थीले आफै पढ्ने, यसो गर्दा पनि सहज हुनेछ। यसरी इन्टरनेटको माध्यमबाट विभिन्न कुराहरू स्मार्ट बोर्डमा खोजेर देखाउने र विद्यार्थीलाई पनि त्यही अनुसारका कम्प्युटरमा सिकाउने गर्दाखेरि विद्यार्थीहरूले पनि धेरै कुराहरू सिक्नेछन्। धन्यवाद।